हेलो हैन अहिले चाहिँ मेरो म अघिदेखि प्लेसमेन्ट खोजिरहेको 9 बजे हिँड्ने घरमा अहिले 10:30 हुन थाल्यो म 4-5 सेन्टरमा चाहिँ पुगिसकेँ सबैले अहिले हाम्रोमा स्टुडेन्ट छ भनेर भनिराखन् अब सबले अहिले मैले अलि अगाडि खोज्नु पर्ने रह्यो के मैले अगाडि त कलेजले खोजिहाल्छ भनेर मतलब नदिबसी अनि अहिले यहाँ गाह्रो भइरहेको अब अझै एउटामा जान्छु आजको लागि अनि त्यो भएर अरु त जान्न म पुगिसकेँ यहाँ हिँड्ने भोक लाग्न थाल्छ मलाई यत्रो 5-6 वटामा इमेल गरेको छु एउटा न एउटामा त रिप्लाई दिला नि 5 वटामा त म अलरेडी गइसकेँ त यहाँको लोकेसन राम्रो हो के यता अहिले म गएकाहरुको सबै त्यो इन्ड अफ द रोडमा प्लेसमेन्ट रह्यो के त्यो भन्दा बाँकी लाइक रोडै हैन के अनि लास्टमा एरिया पनि राम्रो हैन अनि स्पेस पनि मजाले भएको त्यस्तोमा अलिकति आफूले पनि केही सिकिन्छ अलिकति जानिन्छ के मजाले सिक्नु पर्यो नि हैन अब काम गर्ने भनेपछि हेरौँ अब के हुन्छ है त्यो जुन अलि बिबिचमा हुन्छ नि त्यो जस्तो रोडमै हुन्छ नि तिनीहरु चाहिँ अलिकति स्पेस धेरै नभएको गिजिङ परे हुन्छ के सबै एउटै ठाउँमा यिनीहरुको त कत्रो ठुलठुलो स्पेस हो आम्मामामा त्यस्तोमा चाहिँ मजा आउँछ के पढाउन पनि पढ्न त के भन्नु पढाउन सिक्न जाने भनेपछि हामी पनि पढ्ने नि हो कि स्टुडेन्टसँगै बसेर टिचरले के भन्छन् सुन्ने त हो नि ल है त हाम्रो लास्ट डेस्टिनेसन छ 2 मिनेटको 2 मिनेट टाढा छ यो चाहिँ अब जाम 2 मिनेट टाढा नजिकै रह्यो के सबै यहाँनिर वरिपरि त यो पास्को भेल रोडको वरिपरि त टन्नै रहेछ यो मेरो फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ यो 6th रह्यो यार आमा 6 वटामा पुगिसकेँ म 6 वटामा पुग्दै अलिअलि कुरा गर्दै हैन यसो के छ हजुरहरुको प्लेसमेन्ट लिने विचार छ कि छैन स्टुडेन्टहरु लिने विचार भन्दै सोध्दै म त आइपुगे थिएँ मलाई पनि थाहा छैन यो एरिया हिँड्न जस्तो त लाग्दैन यहाँ स्कुल चाहिँ रहेछ अर्को एउटा स्कुल हो कि यो पनि किन्डरगार्टन रह त यही हो के यही हो त होइन नि होइन यार यो अर्कै रहेछ यो पनि ठुलो रहेछ त उता ठुलो रहेछ भन्दा हेर्दै यता गाडी अगाडि आइछ यसमा त के फुटबल बास्केटबल सबको ग्राउन्ड रह यो ठुलाको लागि हो जस्तो 5 to 5 कटिसके 6 कटिसकेपछि होला मलाई त फेरि अहिले यहाँ फर्स्ट इयर हो 0 to 2 को चाहिँ प्लेसमेन्ट गर्नुपर्ने हो 0 to 2 स्टुडेन्टहरु त्यस्तो धेरै हुँदैन जस्तो लाग्यो मलाई हरेक प्लेसमेन्टहरुमा अनि लाइक सेन्टरहरुमा अनि 1-2टा भन्दा स्टुडेन्ट राख्दैन रह के अनि एउटामा गएको हामीसँग अलरेडी एउटा स्टुडेन्ट छ अनि एउटा काम पनि सुरु गर्न थाले अब दुईटालाई ट्रेनिङ दिनु हो लाइक दुईटै उनीहरु एउटा स्टुडेन्ट सिक्ने भइहाल्यो अब त्यो सिक्नेलाई पनि लाइक जो काम गर्न आउँछ त्यसलाई पनि ट्रेनिङ दिनु हो अहिले चाहिँ अलि हुँदैन कि 3-4 हप्ता पछि चाहिँ हुन्छ कि भन्न कुरा गरौ अब हेरौँ त्यसले के गर्छ यतै छ यतै कता छ यहाँ त रह चाइल्ड केयर एन्ड किन्डरगार्टन यहाँ पार्किङ गर्न मिल्दैन यताहरु जानु पर्यो उयो त पार्किङ गर्नु पर्यो म एकैछिन गराउने हो ल है त म गराएँ